नेपाली थकाली खाना, स्वाद, परम्परा र सन्तुलित पोषण। थकाली खाना नेपालको हिमाली क्षेत्र, विशेष गरी मुस्ताङ आसपास बसोबास गर्ने थकाली समुदायको परम्परागत भोजन हो। यो खाना स्वादिलो मात्र होइन, अत्यन्तै सन्तुलित, स्वास्थ्यकर र आत्मीय परिकारको रूपमा परिचित छ। थकाली खानामा स्थानीय सामग्री प्रयोग गरिन्छ र सबै परिकार छुट्टा छुट्टै स्वादमा सानो सानो मात्रामा पस्किने परम्परा हुन्छ। यही विविधता र सादगी नै थकाली खानाको पहिचान हो। थकाली खानाको परिचय। थकाली खाना प्राय भात, दाल, तरकारी, साग, अचार, मासु, चिकन, मटन वा सुकुटी र घिउको संयोजनबाट तयार गरिन्छ। यसमा धेरै मसला प्रयोग हुँदैन, तर प्राकृतिक स्वादलाई प्राथमिकता दिइन्छ। थकाली खानामा प्रयोग हुने दाल, अचार र साग विशेष प्रकारले बनाइन्छ, जसले यसलाई अरू नेपाली खानाभन्दा फरक बनाउँछ। थकाली खानामा के हुन्छ? 1. भात। 2. थकाली दाल, कालो दाल वा सिमीको दाल। 3. तरकारी, आलु, फर्सी, सिमी, साग आदि। 4. साग, रायो, पालुङ्गो, गुन्द्रुक। 5. अचार, टिम्मुर, मुला, भटमास, टमाटर। 6. मासु वा सुकुटी, ऐच्छिक। 7. घिउ। थकाली खाना कसरी पकाउने? बनाउने तरिका। 1. भात पकाउने तरिका। चामल राम्ररी धोएर आवश्यक मात्रामा पानी हालेर मध्यम आगोमा उमालिन्छ। भात न धेरै गिलो न धेरै सुक्खा हुने गरी पकाइन्छ। 2. थकाली दाल बनाउने तरिका। कालो दाल वा सिमीको दाल रातभर भिजाएर कुकरमा पकाइन्छ। त्यसपछि नुन, जिरा, लसुन, थोरै घिउ र टिम्मुर हालेर झ्वाम्म तड्का दिइन्छ। मसला धेरै नहालेर दालको मौलिक स्वाद कायम राखिन्छ। 3. तरकारी र साग। आलु, फर्सी वा सिमी जस्ता तरकारी हल्का नुन, जिरा र लसुनमा भुटेर पकाइन्छ। सागलाई धेरै नपकाई हल्का उमालेर नुन मात्र हालेर तयार गरिन्छ। 4. अचार बनाउने तरिका। टिम्मुर, भटमास वा मुलालाई कुटेर नुन, खुर्सानी, तोरीको तेल र कागती मिसाएर अचार बनाइन्छ। यही अचार थकाली खानाको विशेष आकर्षण हो। निष्कर्ष। थकाली खाना स्वाद, संस्कृति र स्वास्थ्यको सुन्दर संयोजन हो। घरैमा सजिलै उपलब्ध सामग्री प्रयोग गरेर बनाउन सकिने यो खाना पाहुनाको सत्कार र पारिवारिक भोजन दुवैका लागि उत्तम मानिन्छ। सादगीमै स्वाद खोज्नेहरूका लागि थकाली खाना एक उत्कृष्ट